हेलो गाइज वेलकम छ फेरि पनि सबैजनालाई मेरो ब्लगमा। आज चाहिँ म धेरै दिन भन्दा नि धेरै दिन भनौँ सायद 3 months 4 months भयो होला म युट्युबमा एक्टिभ नभएको। सो आज चाहिँ म धेरै दिनपछि धेरै वर्षपछि मेरो साथीलाई फेरि पनि म भेट्न गइरहेको छु। आई एम भेरी एक्साइटेड। म एकदम खुसी छु कि म मेरो दुईटा साथीलाई भेट्न जाँदैछु, ईशा र कोमललाई। सो हेरौँ उनीहरूसँग भेटेपछि कति रमाइलो हुन्छ, कति फन हुन्छ। उतै गएर सबैजनालाई भेटौँ गाइज। यो चाहिँ जमन जाने बाटो, यो चाहिँ दरबारमाग भिआइपी एरिया र म मेरो साथीलाई भेट्न जाँदैछु। उसको लागि स्पेसल गिफ्ट सरप्राइज छ, उहाँ गएपछि थाहा पाउनुहुनेछ तपाईँहरूले पनि। दरबारमाग यस्तो भिआइपी ठाउँ छ हेर्नुहोस् गाइज। काठमाडौँको राति झन् यस्तो बब्बाल हुन्छ यहाँ। नाइट क्लबहरू पनि टन्नै छ यो एरियामा। यसलाई भन्छ एकदम भिआइपी एरिया काठमाडौँको। दिस इज किङ लन्च। यो चाहिँ नाइट क्लब पुलिस चौकी। यो चाहिँ हाम्रो राष्ट्रको सम्पत्तिहरू हिफाजत गरेर राखिएको ठाउँ नारायण दरबार सङ्ग्रहालय हो यो चाहिँ। अनि यताबाट चाहिँ हामी नक्साल गइन्छ भने चाहिँ यताबाट चाहिँ सिधै ठमेल गइन्छ। त्यही सिधै तपाईँ कतै नटुङ्गिकन ठमेल गइन्छ। आइपुग्यौँ ठमेल एरिया। यही हो ठमेल एरिया भनेको गाइज। यही हो राति राति नाइट क्लब जाने बाटोहरू देख्दैछ अरे। ल पहिला खोलेर त हेर अनि थाहा पाउँछस्। हेर्दै मलाई कस्तो राम्रो छ जस्तो लागिसक्यो। वाउ! हाम्रो फोटो हेर। त्यो बनाउनु त ढिला भए। कस्तो राम्रो। म मेरो रुममै अब पहिलो फोटो हाल्ने भए। थ्याङ्क यू रुबिना। वेलकम। एडभान्समा फेरि त्यो बेला नि हुन नि सक्छ नि, के थाहा होइन। ह्याप्पी बर्थडे टु यु सनी अरे कोमल रुबिना ईशा। थ्याङ्क यू। तेरो र मेरो कति पुरानो पुरानो फोटो छ। यसले गिफ्ट ल्याइदिएछ फोटो। बस हेलो। होइन लाग्दैन त साथ छैन। अनि कस्तो चल्दैछ त हजुरको युजहरू बजेको पनि राम्रो बोल्छ नि। मलाई कस्तो राम्रो गीत मनपर्छ सी फुड। यो मनपर्छ कि नै? ब्राउन आज ट्राई गर। मिठो हुन्छ यो। खाँदै गए सबैसँग खाँदै जाँदा रमाइलो हुन्छ। स्नेहलाई यो खासै मन पर्दैन तर हाम्रो कोमलको फेभरेट हो यो। मेरो त सी फुड हो। मतिर क्यामेरा ल्याउने बेला चाहिँ भन्नु है, म वाट्टबाट अनि नानी स्पोन समात त मनी कहाँ जान्छु भने प्र्याक्टिस गरौँ भनेको। यता हाम्रो कोमल फाइनली आयो। ट्राई गर। थ्याङ्क यू सो मच मेरो डार्लिङ ईशा, मलाई यस्तो राम्रो कुराहरू प्रोभाइड गरिदिएकोमा। ल मेरो फर्स्ट है त, मलाई यो भिडियो चाहिन्छ है। त्यसरी खाने हो, गममा खाने हो।
It's your birthday! कति पनि सकाएको म झन्डै बसी थाल्छ साथी मेरो बर्थडे कहिले यस्तो भएको छैन बर्थडे रे पहिला बर्थडेको चक्करमा अलिकति कपाल पऱ्यो कि क्या आफै खाइसक्यो उसले काटेर यहाँ भयो चम्चाले खाँदा के सक्छ दिदी होइन एकछिन है मेरो त स्पेसल बर्थडे भएर एकछिन नहुनु गर है त अहिले मैले एउटा चिज ल्याएको छु है त के भनिदिनु के गिलासमा आउँदैछु कि अब यस्तो यस्तो मिलाउनु अहिले मेरोबाट हान्ने मेरोबाट खिच्छ मेरोबाट यो फुगारे बजाउनु पर्दैन पहिला घरबाट नै आउँदा फुगा ए है त मेरामा 1 2 3 गो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Lisa. Happy birthday to you. I know. चाटु दिन्छु ल अघिले खाइसक्यो ल अब खानु चम्चीले भिडियो छोड्देऊ भिडियो छोड्दै कस्तो राम्रो मिठो नि सानो भएको कस्तो फाइनली गाइज आज चाहिँ मैले साथीहरू भेटेर फर्किसकेको छु एकदम रमाइलो भयो इन्टरटेनमेन्ट पनि भयो तर मैले आज नयाँ साथी पनि भेटेँ नयाँ साथी पनि भेटेँ स्नेहा बहिनीलाई भेटेँ उसलाई चाहिँ मैले पहिलादेखि नै चिनेको थिएँ उसले एउटा गीत रेकर्ड गर्न आउनुभएको थियो अफिसमा हाम्रो अफिसमा अनि त्यतिखेर चाहिँ मैले चिनजान भेटेको थिएँ उहाँले चाहिँ मलाई चिन्नु भएन तर पछि चिनेपछि चाहिँ खुसी लाग्यो आज सबै साथीहरूसँग भेटेँ रमाइलो गरेँ इन्टरटेनमेन्ट पनि भयो सो आइएम सो ह्याप्पी मेरो मुड पनि फ्रेस भयो सो अहिले चाहिँ म फर्किसकेँ सबैसँग बिदा गरेर सो हजुरहरूलाई भिडियो मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु नबिर्सिनु होला गाइज बाई बाई